नमस्ते हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। म फेरि हजुरहरूको लागि आज नयाँ भिडियो लिएर आएको छु है। मेरो यो भिडियोलाई अन्तिमसम्म हेर्नु होला अनि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। मेरो भिडियोलाई लाइक कमेन्ट गर्न सेयर गर्न पनि नबिर्सिनु होला। म आजलाई हेर्नु यहाँ तिती करेलाको बोटबाट देखाउँदै छु। यतिखेर मेरो कौसीमा एकदम राम्रोसँग तिती करेला फलिरहेछ। ल हेर्नु यस्तो गजबले फलिरहेछ है। कस्तो आनन्द आउँछ कि कौसी खेतीमा यति तरकारी लगाएर खान पाउँदा पनि अर्ग्यानिक तरकारी खाने भयो हैन। त्यसमाथि हजुरहरूको अब विषादीयुक्त आफ्नै कौसीमा आफैले रोपेको अनि टक्क लाएर बिहान साँझ आयो टिप्यो हैन, खायो। म अब टिपेर लैजाँदैछु। ल हेर्नु करेला यहाँ मिसाएर तरकारीहरू सबै यसरी टिपेर ल हेर्नु आफ्नै हातले यसरी टिपेर टक्क लान पाइन्छ। ल हेर्नु यति राम्रो करेला फलिरहेछ है। त्यही अब मैले उता गएर फेरि टक्क लाएर दुईवटा करेला टिपेर हेर्नु अब यति भए पुग्छ हैन। अब फेरि यसमा केही मिसाउँदैछु मैले उता गजबले भान्टा फलिरहेछ। ल हेर्नु म अब आज सर्लक्क भान्टाहरूलाई पनि टिपेर लैजाँदैछु। ल हेर्नु कतिसम्म फलेछ कि यस्तो राम्रो गजबले फल्छ। ल हेर्नु कौसीमा तरकारी रोप्न सक्ने हो भने एकदम आफूलाई खाइभर पुग्छ। उता बोडी फलेछ जताततै हरियाली हरियाली छ के यतिखेर मेरो कौसीमा असाध्यै तरकारीहरू छ के। ल हेर्नु कसरी फलेछ भान्टा कति फलेछ के यति राम्रो फलेछ यति राम्रो फलेछ है। अनि आज म सर्लक्क यहाँनिर टिपेर लैजाँदैछु के। ल हेर्नु अब आफ्नै कौसीमा फलेको अर्ग्यानिक तरकारी सर्लक्क पारेर टिपेर लैजाँदैछु। ल हेर्नु यस्तो गजबले फलेछ के यस्तो राम्रो फलिरहेछ। ल हेर्नु त अब उता गोडा दुई करेला टिपेँ। अब यहाँ फेरि भान्टा टिप्दैछु है सर्लक्क मिलाएर अनि लैजाने छाक पुऱ्याउने। ल हेर्नु मिसाई खान पाइन्छ क्या आफ्नै कौसीमा रोपेपछि अर्ग्यानिक तरकारी। अब यो कौसी खेती नगर्न जाने हो, गरेपछि त फेरि यस्तो बानी लाग्दो रहेछ। यो तरकारी खान पाइन्छ नि त, त्यही भएर लोभै लाग्ने कि एकैछिन अब यताउता गए पनि तरकारी के कसो फल्यो होला भनेर हेर्न मन लाग्ने। अब त्यस्तो गजब हुँदो रहेछ के। ल हेर्नु अब यत्रो राम्रो तरकारीहरू फलेपछि होइन आफूलाई नि कस्तो खुसी लाग्ने, हेर्दा पनि आनन्द आउने। सिमी त्यस्तै छन् लटरम्म फलिरहन्। ल हेर्नु सिमी कति फलेछन् माथि हेर्नु त कस्तो छ सिमी फलेर लटरम्म झोत्तै झोता छ। तरकारी के खाम्ला कसो गरौँला भन्न पर्दैन के। तरकारी यही हो कि सर्लक्क लाएर यति टिपेँ होइन। यति भान्टा भए अनि यति करेला टिपेर अब सर्लक्क लाएर म जाँदैछु। अब हजुरहरूले नि कौसी खेती गरेर तरकारीहरू खान सकिन्छ कि यस्तो राम्रो गजब फल्छ। ल हेर्नु अब आफ्नै हातले है आफूले रोपेको यस्तो गजबको करेलो अब यत्रोसम्म फलेछ होइन। यति भएपछि टक्क आफूलाई छाक पनि पुग्यो आजको मेरो तरकारी।